दर्शकवृन्द नमस्कार। तपाईहरुले हेरिरहनु भएको स्टार 24 नेपालमा तपाईहरुलाई स्वागत छ। आजको विशेष समाचारको साथमा म सूर्य कुमार खड्का। आजको मुख्य समाचार काठमाडौँमा शिक्षकहरूको विशाल प्रदर्शन बारे रहेको छ। 20 चैत्र 2081 मा काठमाडौँका विभिन्न स्थानबाट निस्किएको शिक्षकहरूको र्याली माइतीघर मण्डलामा धरनाको रूपमा परिणत भएको छ। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षक महासङ्घको अगुवाईमा यो प्रदर्शन आयोजना गरिएको हो। नयाँ चरणको आन्दोलनका लागि देशभरबाट शिक्षकहरू काठमाडौँ भित्रिएको महासङ्घले जनाएको छ। महासङ्घका सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिकी संयोजक नानुमया पराजुलीको अनुसार 1.5 लाख शिक्षक कर्मचारी यो र्यालीमा सहभागी भएको छन् भनिएको छ। शिक्षकहरू काठमाडौँ भित्रिसक्नु भएको छ। आज 1.5 लाख शिक्षक कर्मचारीको भव्य र्याली निस्कियो। भोलि थप शिक्षक कर्मचारी पनि आन्दोलनमा जोडिँदै हुनुहुन्छ। आन्दोलनलाई शान्तिपूर्ण बनाउन महासङ्घले 800 स्वयंसेवक परिचालन गरेको छ। साथै हरेक प्रदेशबाट 100 जना शिक्षक परिचालन गरिएको छ। आयोजनाका अनुसार यो प्रदर्शन पूर्ण रूपमा अनुशासित र मर्यादित हुनेछ भनिएको छ। शिक्षक महासङ्घले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ। अब सरकारको प्रतिक्रिया के आउँछ हेर्न बाँकी नै छ। के सरकारले शिक्षकहरूको माग पूरा गर्नेछ त? यसको लागि हामी अझै अपडेटहरू ल्याउने नै छौँ। तपाईँ हाम्रो अन्य समाचारहरू हेर्नुहोस्, लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोस्। धन्यवाद, नमस्कार।